नमस्कार, सम्पूर्ण स्वर सङ्गीत सुर लय र तालमा रेडियो आहा 104.5 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति देउराली सुन्नका लागि पर्खी बस्नुहुने यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत अनि अभिवादन गर्न चाहन्छौँ। प्राविधिक साथी राजन केसी अनि कार्यक्रम प्रस्तुता म शरण हुमागाई। नेपाली लोक तथा दोहोरी सँगै सम्बन्धित रहेर सातै दिन फरक फरक श्रृङ्खला लिएर आउँछौँ। त्यसो त आज बुधबारे श्रृङ्खला संवादको हो। संवादभित्र नेपाली लोक तथा दोहोरी गीतसँगै सम्बन्धित रहने अतिथि कलाकारसँगै हामी रहने गर्छौँ। यो समय तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ र पनि हामीलाई साथ सपोर्ट गर्दै हुनुहुन्छ सबैको सम्झना गर्न चाहन्छु। काठमाडौँ उपत्यका र यसका आसपासमै हुनुहुन्छ भने त रेडियो तरङ्ग 104.5 मेगाहर्ज रेडियो आहालाई ट्युन गरेर सुन्दै हुनुहुन्छ। अनि त्योभन्दा बाहिर रहने साथीहरूले इन्टरनेट माध्यम रेडियोआहा.com लगइन गरेर अनि हाम्रो पात्रो एप्लिकेसनभित्र गएर पनि सुन्न सक्ने व्यवस्था छ। धेरै साथीहरूले हामीलाई त्यहाँबाट पनि सुन्दै हुनुहुन्छ होला भन्ने लाग्छ। अनि हेर्ने माध्यममा पनि जोडाएका छौँ। फेसबुक पेज देउरालीबाट प्रत्यक्ष लाइभमा जोडिएको छु। यसै गरी रेडियो आहाको अफिसियल फेसबुक पेज रेडियो आहाबाट पनि लाइभमै जोडिएको जानकारी गराउँछु। शरण हुमागाई अफिसियल फेसबुक पेज, विमल स्याङताना अफिसियल फेसबुक पेज, न्युज स्टेसन नेपालको फेसबुक पेज, यसै गरी times.com को फेसबुक पेज, जीवनको गोरेटो नामक फेसबुक पेज लगायतका विभिन्न लाइभ स्ट्रिमबाट यहाँहरूका माझमा हामी जोडिराखेका छौँ। धेरै गुरुजीहरू आफ्ना काम पेसा व्यवसायमा रहँदा पनि हामीलाई सुन्दै सुन्दै आफ्नो यात्रामा हुनुहुन्छ। तिनै सवारी साधनमा यात्रा गर्नुहुने यात्रुवर्गलाई पनि शुभयात्रा भन्छु। सबैको साथ सपोर्ट भोलिका दिनमा पनि पाउने अपेक्षा व्यक्त गर्दै अब आजको रमाइलो बसाई, बुधबारे बसाई भन्ने बित्तिकै तपाईँलाई थाहा छ आज कलाकारसँगको कुराकानी सुन्ने हो। आज को आउनुभयो होला, कोसँगको कुराकानी सुन्ने होला त तपाईँलाई भइसकेको छ। हामीले सधैँभरि भन्छौँ नि एउटा कलाकारसँगको कुराकानीले तपाईँलाई केही प्रेरणा मिल्छ, केही शिक्षा मिल्छ। नयाँ आउने साथीलाई त अझ धेरै कुराहरू थाहा हुन्छ। अब कलाकारिता क्षेत्रमा के कस्तो सङ्घर्ष दुःख हुँदो रहेछ अथवा के पाइँदो रहेछ, के पाइँदो रहेनछ भन्ने लगायतका कुरा मात्रै होइन, कलाकारिता क्षेत्रसँग सम्बन्धित रहेका व्यक्तिहरूको जीवनशैली कस्तो छ, कसरी चल्दैछ, गीत सङ्गीत हिजो के हुँदै थियो, आज के हुँदैछ र भोलि के होला भन्ने विषय प्रसङ्ग पनि हामी जोड्ने गर्छौँ। अब जो जहाँ हुनुहुन्छ त्यहीँ बसेर साथ सपोर्ट गरिरहँदा अब आजको अतिथि को हुनुहुन्छ भन्ने जिज्ञासा तपाईँलाई भइसक्यो। निकै लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रको श्रीवृद्धिमा लागेर आफ्ना महत्त्वपूर्ण समय यही सङ्गीतको क्षेत्रमा खर्च गर्नुभयो। गीत सङ्गीतका क्षेत्रमा के पाउनुभयो, के गुमाउनुभयो भन्दा पनि आम श्रोता दर्शकको मायाले उहाँलाई आज यहाँसम्म ल्याइपुर्याएको छ। जबकि अन्य श्रृङ्खला जस्तो गीत सङ्गीतको क्षेत्रमा काम गर्नका लागि तपाईँले दिनुभएको त्यही मायाले नै उहाँलाई प्रेरणा दिइराखेको छ र अन्य गीत सङ्गीतहरू गरिरहनु भएको छ। गायनका हिसाबले होस् अथवा लेखनका हिसाबले अथवा सङ्गीत गर्ने हिसाबले अथवा मोडलिङ गर्ने हिसाबले कलाकारिता क्षेत्रमा विभिन्न हिसाबले लागिरहनु भएको छ, काम गरिरहनु भएको छ, अहोरात्र खटिरहनु भएको छ। उहाँको जीवन सङ्घर्ष के छ, के पाउनुभयो, के गुमाउनुभयो, कलाकारिता क्षेत्रमा राज्य तर्फबाट केही भयो या भएन अथवा विभिन्न सङ्घ संस्थाहरू छन् तिनीहरूले केही गरे या गरेनन्, यी विभिन्न विषयमा हामी कुराकानी गर्छौँ। अब को हुनुहुन्छ त अनुमान गर्ने जिम्मा यति बेला तपाईँलाई लगाउँदै यति बेला उहाँले नै लेख्नु भएको, उहाँले नै सङ्गीत गर्नुभएको अथवा लय भर्नु भएको यो गीत राख्छु अनि आउँछु उनै कलाकारका साथमा। निकट भूगोल
यो भाका सुनेपछि तपाईँले अनुमान गरिसक्नुभयो होला आज को हुनुहुन्छ हाम्रो प्रस्तुतिमा भनेर। मैले अघि नै धेरै कुरा भनिसकेँ। नेपाली साङ्गीतिक क्षेत्रमा धेरै लामो समय सङ्घर्ष गर्नुभयो, खट्नुभयो अनि यही सङ्गीतका क्षेत्रमा अझै पनि सङ्घर्ष गरिरहनु भएको छ। गीतकार, सङ्गीतकार, गायक तथा मोडेल पवन मधुश्री आज हामीसँग हुनुहुन्छ। पवनजी, यहाँलाई कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद सर। आराम हुनुहुन्छ? एकदम आराम छु। हजुर पनि आरामै हुनुहुन्छ? एकदम ठिक छ, हामीलाई पनि। अब नेपाली सङ्गीतका क्षेत्रमा लामो समयदेखि लागिरहनु भएको छ, कर्म गरिरहनु भएको छ है। अब हुन त आफ्नो जीवनको महत्त्वपूर्ण समय यही सङ्गीतमा खर्च गरियो, अब के गर्ने त भन्ने पनि छ। मैले सुरुमै सोधिहालेँ, कलाकारिता क्षेत्रमा लागेर बाँच्न सक्ने अवस्था छ कि छैन? मैले सुरुमै राखेँ यहाँलाई। ठ्याक्कै अहिलेको अवस्था हेर्दा त्यस्तो छैन सर, बाँच्न सक्ने अवस्था। म त्यो अनुभव गर्छु। अब नहुँदा पनि किन कलाकारिता क्षेत्रमा लाग्छन् त मान्छे? त्यो जिज्ञासा पनि त आउला। अब मैले अरूको सन्दर्भमा उत्तर दिनुभन्दा पनि आफ्नो सन्दर्भमा म एउटा साहित्य सङ्गीतको अनुरागी हुँ। अब साहित्य सङ्गीतको अनुरागी भइसकेपछि यसलाई चाहिँ जीवन पद्धतिमा अँगाल्ने वा नअँगाल्ने भन्ने हुँदैन। किन भन्दा यो जीवन मेरो आफ्नो पद्धति नै हो होइन। जस्तो बेलुका खाना खाएपछि भोलि बिहान पनि खानुपर्छ, त्यस्तै के भन्दाखेरि आफ्नो एउटा साहित्यको अनुरागी भएको कारणले गर्दाखेरि यो मेरो जीवनसँगै अनन्त छ। त्यो भएको हुनाले अरू कलाकारहरूमा पनि यो सन्दर्भ जुर्छ होला भन्ने लाग्छ। फेरि कहिलेकाहीँ मिठो कुराले पेट भरिन्न भन्छन् होइन। आफ्नो यो सन्दर्भ अथवा यो मेरो चासोको विषय भनिरहँदा कलाकारिता क्षेत्रमा त्यो पोखिएका पैसाहरूको रिटर्न त हुने अवस्था सायदै छैन होला। अहिलेको अवस्थामा छैन, तर सबै कलाकारले अर्थोपार्जनको रूपमा मात्रै कलाकारिता गर्नुहुन्छ भन्ने पनि लाग्दैन। जस्तो के भन्दाखेरि मेरो आफ्नै अनुभवमा यो अर्थोपार्जन भन्दा पनि आफ्नो रुचि, अनुराग र अनि मैले कला सङ्गीतलाई के योगदान दिन सक्छु भन्ने उत्प्रेरणाले पनि तपाईँ यसमा समर्पित गराउँछ भन्ने लाग्छ। कहिलेकाहीँ सन्तुष्टि पनि लिनुपर्दो रहेछ होइन। अब के छोडेर जाने त होइन, मरेर जाने त एउटा कृति नै हो होइन। मान्छे सबै मर्लान्, तर एउटा आफू मर्नुको पनि छुट्टै महत्त्व रहोस् भन्ने हिसाबले पनि कतिपय कामहरू गरिन्छ। जन्मेर आउँदा आफ्नो नाम लिएर आइन्छ, मरेर जाँदा नाम छोडेर गइन्छ। त्यो छोडेर जाने नाम चाहिँ अजर अमर बन्नका लागि त आफ्नो कृतिहरू रहनुपर्छ भन्ने पनि सोचाइ हुन्छ कहिलेकाहीँ। त्यो त पक्कै हुन्छ। अब अलिकति कुरा गरौँ न। तपाईँको जन्म त अछाममा भयो होइन। अब यहाँका दृष्टिले हेर्ने हो भने त साह्रै दुर्गम पनि मानिन्छ, अहिले त धेरै सुगम पनि भयो होला। के छ अब आफ्नो त्यो गाउँघरको तारतम्य त यो गीत सङ्गीतमा लाग्ने माहौल गाउँघरमै थियो कि अथवा यो सहर छिरेपछि बन्यो कि के कसो रह्यो? अलिकति शैशवकालदेखि आजसम्मका कुरालाई समष्टिगत रूपमा छोटो रूपमा बताइदिनुहोस् न। धन्यवाद सर। मलाई पनि रुचि लाग्छ शैशवकालदेखि कोही कुरालाई जोड्नु पर्दाखेरि। साँच्चै भन्नुपर्दा मेरो घर परिवारमा त्यो साङ्गीतिक माहौल थिएन। तर के भन्दा म शैशवकालदेखि नै म कक्षा 3मा पढ्दाखेरि मलाई थाहा छ त्यति बेलाका दाजुभाइहरू अछामको अधिकांश मुम्बई भारतमा रोजगारमा जाने। अलि नजिकै पनि पर्थ्यो होइन? हजुर, नजिकै पनि पर्थ्यो। अहिलेसम्मको त्यहाँको चाहिँ चलन वैदेशिक रोजगारको अधिकांश चाहिँ भारत केन्द्रित हुनुहुन्छ। अनि त्यसपछि सञ्चारको माध्यम थिएन। त्यो बेला दाजुभाइ, अङ्कल, काकाहरूले घरमा चिठी पठाउनुहुन्थ्यो, तर त्यो देउडा लयमा हुन्थ्यो, गीत हुन्थ्यो। अनि त्यसपछि म त्यो पढिदिन्थेँ 3 कक्षा पढ्दाखेरि र गीतका जवाबहरू लेखिदिन्थेँ मैले। अनि 3 कक्षा पढ्दादेखि नै भनेपछि अब उमेर म कति भने 15 वर्षको उमेरमा मैले एसएलसी उत्तीर्ण गरेको हुँ भने सानै उमेर थियो। अनि ती गीतहरूसँगै गाई बाख्राहरू चराउँदाखेरि वनपाखामा हाम्रो विद्यार्थी जीवन चाहिँ कहिलेकाहीँ घाँस काट्ने अनि गाई गोरुहरू चराउने अनि अर्को दिन स्कुल जाने, यो तरिकाले चाहिँ सेड्युल बन्थ्यो होइन? हो, निरन्तर पढ्ने भन्ने त्यो अवसर थिएन। त्यो बेलामा गीत गाउँथेँ म, गीत गाउँथेँ। अनि त्यसपछि के भयो भने म त्यति बेला नै सङ्गीतमा जोडिन्थेँ होला, तर मेरो आफ्नो आर्थिक अवस्थाले मलाई जागिर खानेतिर उत्प्रेरित गरेको भइसकेपछि अलि पछि आएर त्यो क्यासेटको जमानामा मैले चाहिँ त्यतातिर आफूसँग दखलता छ भन्ने कुराहरू थाहा हुँदै पनि मेरो अध्ययन र जागिरी जीवनमा अगाडि बढ्यो। र पछाडि चाहिँ यो डिजिटल जमाना आइसकेपछि विशेष गरेर मेरो सक्रियता रह्यो।
अहिले त साहित्य अनि यो सङ्गीतका विषयमा एमफिल पनि गर्दै हुनुहुन्छ होइन? म पिएचडी गर्दैछु। ए भनेपछि यो साहित्यको सङ्गीतमा होइन, म एउटा एउटा समुदायको त्यो सामाजिक सांस्कृतिक हजुर त्यो पहिचानको सम्बन्धमा गर्दैछौँ। समाजशास्त्रको विद्यार्थी हुँ म, त्यो भएर म पिएचडी गर्दैछु। जे भए पनि खोजी चाहिँ हुँदैछ होइन? अब जताबाट भए पनि केही न केही गरौँ भन्ने हुटहुटी मनमा, चाहे सङ्गीतको होस् होइन, चाहे समाज जीवन र परिवेशका विषयमा होस्, यस कर्म गरिरहनु भएको छ निरन्तर रूपमा। अझै पनि त्यो जाँगर मरेको छैन? छैन सर। म फेरि यो कुरा कहाँ जोड्छु भनेपछि यो साहित्य सङ्गीत भनेको मानव जीवनको इतिहास जति पुरानो छ त्यो सँगै छ, त्योभन्दा पुरानो त भन्न मिलेन। अब हामी विभिन्न धार्मिक अनुष्ठानहरूमा देख्छौँ तपाईँको हाम्रा वेद वेदाङ्गहरू हिन्दू वाङ्मयहरूमा कतिपय संस्कृतका श्लोकहरू त्यो सङ्गीतमै हुन्छ। अनि त्यसपछि सरस्वतीको हातमा वीणा अनि महादेवको हातमा डमरूदेखि लगाएर हरेक कुराहरू के छ भने यसको हामीले इतिहासको उत्खनन गर्दाखेरि पनि, जस्तो मैले एउटा समुदायको सन्दर्भमा पिएचडी गर्दैछु भन्दाखेरि पनि मैले त्यहाँ साहित्य भेटाउँछु। त्यहाँको परिवेशमा चाहिँ गीत सङ्गीतमा उनीहरूको पहिचान त्यहाँ जोडिएको पाउँछु। भनेपछि यो आदिम कालदेखि नै अनन्तसम्म छ। त्यसले पनि मलाई यो एउटा रुचि, एउटा मनोरञ्जनको साधन मात्रै नभएर यो जीवनकै एउटा अभिन्न अङ्ग हो भन्ने लाग्छ। यो खोजी गऱ्यो भने धेरै कुराहरू यहीँभित्रै छन् भन्ने कुराहरूको पनि पाठ त्यहाँबाट पनि सिक्न सकिन्छ। एकदमै। अब सानै उमेरदेखि त तपाईँ अब अझ विशेष गरी त तपाईँहरूको क्षेत्रतिर चल्ने अब यो देउडा भए होइन, देउडाका पनि ठाडी भाका हुड्क्याउलीहरू भए होइन, धेरै कुराहरू हुन्थ्यो। सम्झना आउँछ अहिले यसो गुनगुनाउँ भने त्यति बेला सानतिनामा घाँस दाउरा गर्दा हुन त यी देउडा भाकालाई पनि वनमा गाउने गीत होइन, न्याउली गीत अनेक थरी नाम पनि हुन्थ्यो। अहिले त देउडा सर्वव्यापीकरण भइसक्यो, विश्वव्यापीकरण भयो। पहिला त त्यही ठाउँमा मात्रै सीमित थियो। अलिकति त्यतातिरको सम्झना गर्न सकिन्छ? जति बेला तपाईँ घाँस दाउरा गर्नुहुन्थ्यो, एक दिन स्कुल जानुहुन्थ्यो, 2 दिन चाहिँ गाई बस्तु चराउन जानुहुन्थ्यो, घाँसपातमा जानुहुन्थ्यो, त्यति बेला गाउने देउडा भाकाको सम्झना गर्न सकिन्छ? त्यो झलझली हजुरले भन्ने बित्तिकै आइहाल्यो झलझली। त्यहाँका दाई काका दिदी बहिनीहरूले गाएको गीत गाएको, देउडा खेल खेलिएको, हरेक उत्सवमा हरेक मेलामा त्यहाँ देउडा प्रस्तुति नभएर त अर्को कुनै थिएन, विकल्पै पनि थिएन। तर यसमा म के भन्छु भने मेरो सानैदेखि देउडाको अलावा सुदूरपश्चिमतिर लोकगीत बनाउने कलाकारहरू कम हुनुहुन्छ। म लोकगीतमा बढी आकर्षित भएँ सर। मलाई भन्नुहुन्छ अधिकांशले तपाईँ सुदूरपश्चिमको भएर बागमती, गण्डकी, लुम्बिनीका गीत बनाइदिनुहुन्छ तपाईँ भन्नुहुन्छ। अनि त्यो भएको हुनाले मेरो सानैदेखि नै लोकगीतमा, अनि घरमा एक खालको सांस्कृतिक माहौल, म अलिकति चेतनशील भइसकेपछि मैले आफै बनाउँथेँ। अनि मादल बजाएर मलाई मादल बजाउन आउँछ, अनि गीत गाएर चाहिँ त्यो नचाउने त्यस्तो खालको माहौल हुन्थ्यो र देउडा पनि साथै हुन्थ्यो। होइन, मैले चाहिँ यसो अब तपाईँलाई यहाँ बोलाइसकेपछि त्यति बेलाका देउडा कस्ता हुँदो रहेछन्, कस्तो गाउनुहुन्थ्यो, अथवा लयबद्ध गरेर अलिकति 1-2 टुक्का सकिन्थ्यो कि भनेर पनि सम्झना खोज्या हुँ। अब मैले आदरणीय श्रोतागणलाई पहिल्यै के अनुरोध गर्नुपर्छ भने म गायक होइन, म शब्दकार हुँ अनि सङ्गीत संयोजन गर्छु। म आफैले म सङ्गीतकार, म गीतकार भनेर कहिल्यै पनि भन्ने गरेको छैन। अनुरागी हुँ भन्छु। अनि त्यसपछि त गायक त हुँदै होइन। अनि त्यसपछि यसो श्रोतागणहरूले यतिको सङ्गीतकार भइसकेपछि 1-2वटा सिर्जना तपाईँको आवाजमा पनि गाउनुपर्छ भनेपछि चाहिँ मेरो केही गीतहरू रेकर्ड पनि मेरो आफ्नै आवाजमा भएका छन्। आजसम्म मलाई लाग्छ 4वटा गर्नुभयो होइन? अझ 2टा त सार्वजनिकै भइसके आवाजमै। 5वटै भएको रहेछ। 5वटै रहेछ। 2टा चाहिँ आए, 3टा बाँकी छ। अझ 3टा आउन बाँकी छ। के आउँछ विशेष आउँछ? हजुर अब आउने विशेष आउँदैछ होइन त? विशेष आउँछ आफ्नो आवाजमा। आफ्नै आवाजमा। अब त्यसमा पनि शब्द आफैले लेख्नुभयो होला, आफै लय बनाउनु भयो होइन? गायन आफ्नै, अब मोडल तपाईँ आफै भइहाल्नु भयो होइन? त्यो अलि डान्स नृत्य प्रकारको छ। त्यसमा चाहिँ अब मलाई डान्समा मलाई त्यस्तो छैन भनेपछि त्यो अरू कलाकारहरू राख्छु मैले। जे होस् विशेष केही आउँछ, हजुर, प्रतीक्षा गर्नु पर्यो। अब खासै म एउटा देउडा चाहिँ गुनगुनाइहाल्छु मैले होइन? हजुर। जस्तो मैले के भनेपछि अहिलेको ठेट नेपाली भाषा भन्दा पनि त्यहाँको स्थानीय उसमा जाने कुराहरूमा
कस्तो भनेपछि अब धेरै पछि दिँदैछु। कोही परेका छौ कि सौतेनी आमाको जाल, कोही परेका छौ कि सौतेनी आमाको जाल, ती हुन खानु लौकी भात खानु बासमती धानको। धन्यवाद। यो अलि ठाडी भाका जस्तो है, बसेर गाउँ ठाडी भाका एक्लै बिराक्ति लागेर होइन त्यो बस्ने खालको। देउडा त मैले पनि रहर गरेँ नि, तपाईँले सुन्नु पनि भएन होला होइन? सायद सुनिन कि। कर्णालीतिर चल्ने अलिकति अलिक छुट्टै रमाइलो खालको, हे कर्णाली तरेर सुदूर पश्चिम जान्या धोको, त्यो खालको मैले पनि रहरै गरेको हो होइन। धेरै राम्रो। अब मैले अघि नै पनि जोडिसकेँ, यी सुदूरका भाकाहरू त अहिले त विश्वव्यापीकरण भइसके होइन, धेरै बाहिर आइसके। कहिले कहिले पहिलाका जमानामा त ती भाकाहरू त्यहीँ सीमित रहन्थे, त्यहाँभन्दा बाहिरका स्वतः दर्शक बन्दैनथे होइन। अहिले ती भाकाहरू यही क्षेत्रमा पनि जहाँ हामी अहिले बोलिराखेका छौँ त्यो क्षेत्रमा पनि मन पराइन्छ। यसको अर्थ अब अहिले कोही विभेद छैन, केही कलाकार टाढाको नजिकको पूर्वको पश्चिमको भन्ने छैन भन्ने अर्थ पनि हो। अब गीत सङ्गीत त धेरै छलाङ मारिसक्यो। जति बेला अडियो क्यासेटको जमाना थियो त्योभन्दा अगाडि सिडी होइन, त्योभन्दा पछाडि आएको सिडी भयो, त्योभन्दा अगाडि क्यासेटका जमाना, त्यो बेलाको जमाना त अहिले छैन। गीत त पहिला कमसेकम क्यासेटै बेच्दा पनि रोयल्टी आउँथ्यो कलाकारलाई। अहिले त डिजिटल प्रविधिमा चाहिँ मेरो गीत हेर्दै भनेर बुस्ट गरेर लिङ्क पठाउनु पर्ने जमाना आयो होइन। गीत कसरी चल्ने, एउटा कलाकारिता क्षेत्रमा लागेको कलाकार कसरी बाँच्ने होला भन्ने पिरल हो छ। राज्य तर्फबाट पनि केही सङ्गीतका क्षेत्रमा केही भएको छ जस्तो लाग्दैन। विभिन्न सङ्घ संस्थाहरू खुलेका छन् गीत सङ्गीतमा लाग्ने कलाकर्मीहरूको हक हितका लागि भनेर भनिन्छ, तर पनि केही भए जस्तो लाग्दैन। तपाईँलाई के लाग्छ, समष्टिगत रूपमा कहिलेकाहीँ देशभरि आफ्नो मेलो सकेर घर फर्केपछि यो सङ्गीतको क्षेत्रमा म किन लागेँ होला त भन्ने कहिलेकाहीँ दुःख मन लाग्दैन आफैले आफैलाई? त्यस्तो दुःख लाग्दैन सर, मलाई खुसी नै लाग्छ। तर दुःख एउटा अर्थमा लाग्छ, जस्तो हजुरले ठ्याक्कै राज्यको जो योगदानको कुरा गर्नुभयो त्यो सन्दर्भ निकाल्ने बित्तिकै मेरो मन कटक्क भयो। मैले सोचिरहेको थिएँ यो अन्तर्वार्तामा आउनुभन्दा अगाडि पनि यो सन्दर्भ कहीँ मैले छुटाउँछु कि भन्ने लागेको थियो। तर वास्तवमा के हो भनेपछि म महाभारतको उदाहरण लिन्छु। महाभारत इतिहास होइन, त्यो भनेको एउटा साहित्य हो। अनि तर हामी महाभारतबाट के बुझ्छौँ भनेपछि त्यो समकालीन समाजको इतिहास चेतना स्तर कस्तो थियो। किन भन्दा आजभन्दा 2500-3000 वर्ष अगाडि लेखिएको महाभारतले एउटा युद्ध कला प्रस्तुत गर्छ, राजनीति प्रस्तुत गर्छ, अनि त्यति बेलाको समाजको परिवेशलाई चित्रण गर्छ। गीत साहित्य पनि त्यही हो। राज्यले यसको जगेर्ना गर्नुपर्छ। खेलकुद, गीत सङ्गीत साहित्यहरूमा थुप्रै देशहरूमा राज्यको योगदान छ, त्यो मलाई थाहा छ। तर नेपालमा विडम्बना के भएको हो यस्तो, डिजिटल प्रविधिमा पनि क्यासेटको सन्दर्भ निकाल्नुभयो, क्यासेटमा थोरै लगानी हुन्थ्यो तर कलाकारहरू बाँच्ने एउटा आधार हुन्थ्यो। फेरि कलाकारले लगानी गर्नु पर्दैन थियो, कम्पनीले गरिदिन्थ्यो। कम्पनीले गर्थे। त आफैले लगानी गर्दाखेरि पनि 2-4 क्यासेट झोलामा बोकेर ल एउटा साथीभाइलाई भिडाकै भरमा पनि लगानी हुन्थ्यो, त्यो हुन्थ्यो। त्यति सजिलो थियो। त्यसपछि तपाईँको सिडीको जमाना आयो, त्यसपछि चाहिँ अहिले सिआरबिटी पिआरबिटी आए। त्यहाँ आउँदा आउँदा अहिले एआईमा पुग्यौँ हामी। झन् चिन्ताजनक विषय छ। यसमा राज्यले ठोस नीति नलिँदाखेरि कला सङ्गीतको मौलिकता हरायो। त्यो मौलिकता हराउनु भनेको हाम्रो इतिहास, समकालीन समाजको वस्तुनिष्ठतादेखि लिएर थुप्रै कुराहरू चाहिँ हराउनु हो। भोलि के भन्दा इतिहास लेखकहरूले, इतिहासकारहरूले पनि गीत सङ्गीतलाई आधार बनाएर पनि इतिहासको खोजी गर्नुपर्ने अवस्था हुन्छ। यो कुरामा चाहिँ दुःख लाग्छ सर, राज्य यसमा चुकेकै छ भन्छौँ।
आदरणीय श्रोता, आज हामी कुराकानी गर्दैछौँ गीतकार, सङ्गीतकार, गायक तथा मोडेल पवन मधुश्री। यदि तपाईँसँग पनि कुनै जिज्ञासा छन् भने टेलिफोनमा आएर राख्न पनि सक्नुहुन्छ। हाम्रा फेसबुकका विभिन्न पेजहरू छन्। तपाईँ विशेष गरी देउराली पेजबाट छिरेर चाहिँ कमेन्ट लेखिदिनु भयो भने हाम्रो डिस्प्लेमा आइपुग्छ। तपाईँ त्यहाँबाट पनि जिज्ञासा राख्न सक्नुहुन्छ। यति बेला उहाँद्वारा नै स्वरबद्ध भएको भाका राख्छु। यति बेला संयुक्त आवाजमा पनि रहेको छ। सम्भवतः यो परेन भने पनि हामी अवश्य पनि उहाँले गाउनुभएकै भाका राख्छौँ। यति बेला एउटा भाका राखौँ अनि कार्यक्रमको पहिलो व्यावसायिक विश्राम लगतै आउँछौँ। गीतकार, सङ्गीतकार, गायक तथा मोडेल पवन मधुश्रीसँग रहेर कुराकानी गर्दैछौँ। पवनजी, यहाँलाई पुनः कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद। हामी यही गीत सङ्गीतको सेरोफेरोमा छौँ होइन। अब कलाकारिता क्षेत्रमा राज्यले हेरिदिएन अथवा अब आफै चलाउँ भने अब कतिपय कुराहरू राम्रोलाई नहेरिदिने, नराम्रो उश्रृङ्खल खाल्छन् भने के रहेछ त भनेर हेरिदिने, च्यो चर्चो गर्ने यो अहिलेको परिपाटी जमाना छ। त्यो हुँदाखेरि असली सर्जक र राम्रा सिर्जना मर्छन् पनि होइन। यस्तै विषयमा हामीले कुराकानी गरिरह्यौँ। आजसम्म हुन त तपाईँले आफ्नो पहिचान गीतकारका रूपमा बनाइसक्नु भएको छ अनि सङ्गीत पनि धेरै गरिसक्नु भयो। अब गायन त 5 वटा भइसक्यो, हामीले थाहा पनि पाइसक्यौँ। अधिकांश गीतहरूमा तपाईँ आफै केही न केही रोलमा देखिनुहुन्छ होइन। अनि अब यति भइसके पछाडि अब गीत सङ्गीतका क्षेत्रमा गर्न बाँकी केही रहेनछ भन्ने कुरा आफूलाई भयो होइन। एउटा म पनि गर्छु अथवा मैले सकेको किन नगर्ने त भन्ने एउटा भयो। कतिवटा जति भएछ गीत सङ्गीतका क्षेत्रमै छ्याक्कै जोडिएर, चाहे गीत लेखनका हिसाबले अथवा सङ्गीत गर्ने हिसाबले अथवा गायनका हिसाबले अथवा मोडलिङका हिसाबले? यसमा क्याटेगोरी छुट्टा छुट्टै छ सर। मैले आफैले शब्द सङ्गीत गरेको गीतहरू करिब 3 दर्जन पुग्यो होला। अनि शब्द मात्रै लेखेको, अरूको लगानीमा बनेको त 200-300 चाहिँ भयो होला। त्यो थुप्रै हुन्छ। देउडाको लागि भन्नुहुन्छ शब्द लेखिदिने कुरा, भाका बनाइदिने कुराहरू। मेरो आफ्नै लगानीको करिब 3 दर्जन पुग्न थाल्यो होला। 3 दर्जन लगानी गर्दा त झन्नै 1 कट्ठा जग्गा त गइ नै सक्यो होला होइन। आर्थिक उपार्जन केही पनि छैन। खैर, यो विषयमा हामीले धेरै लामो बहस पनि गरिसक्यौँ होइन, नजोड्यौँ। अब यत्रो सङ्गीतमा लाग्दा समय पनि त धेरै खर्च भयो होला। हुन त सानैदेखि एउटा लगावता त थियो नै, तर पनि अडियोको जमाना छोडिसके पछाडि तपाईँ बल्ल आउनुभयो। एकदम ठ्याक्कै होमिएकै चाहिँ कति वर्ष भएछ? होमिएकै अब रेकर्डिङ भइसकेको कुरा चाहिँ धेरै लामो भएन। हजुरले लामो भनेर भनिराख्नु भएको छ, तर मेरो 12-13 वर्ष भयो होला। त्यो त दशकभन्दा माथि समय त छोटो होइन नि त, लामो समय हो नि। त्यो अर्थमा लामै हो। मान्छेहरूले यहाँ एउटा गीत गाएर 1 महिनामा भाइरल हिट भएर विदेशका कार्यक्रममा पुग्छन् होइन। अब यो कार्यक्रमहरूको कुरा जोडिहालिएपछि कतिको पाइँदो रहेछ यस्तो स्टेजका कार्यक्रमहरू अथवा मेला महोत्सवका कार्यक्रमहरू तपाईँको स्थानीय स्तरमा, चाहे तपाईँको असम होस्, त्यहाँका आसपासका जिल्लाहरू अथवा त्यहाँका निकायहरूमा चाहिँ कतिको कार्यक्रमहरू पाइँदो रहेछ? यहाँहरूलाई आमन्त्रण कतिको हुन्छ? हुन्छ, ठिकै हुन्छ। तर मलाई मेरो आफ्नो स्थायी आफ्नो चाहिँ लगनशीलता, जिम्मेवारी, सरकारी कर्मचारी भएको हुनाले म ती महोत्सव त्यसमा त्यति धाइरहँदिनँ। अब यसो बोलाएको बेलामा कहिलेकाहीँ समय मिलाएर जान्छु। अनि विशेष गरेर मेरो एउटा आफ्नो विशेषता के छ भने म कहिल्यै पनि आफ्नो गीत चाहिँ सार्वजनिक भयो भने पत्रकारलाई मेरो समाचार बनाइदिनुहोस् म भन्दिनँ। अनि सञ्चारकर्मीहरूलाई ल मेरो अन्तर्वार्ता लिइदिनुहोस्, मेरो गीत बजाइदिनुहोस् भन्दिनँ। इभन यहाँ पनि हामीले नै खोजेका हौँ। यो सन्दर्भ पनि मैले सरलाई चिनेकै थिएन। एक दिन कसो एउटा कार्यक्रममा, एउटा सङ्गीतकै कार्यक्रममा देखभेट चाहिँ भएको हो। तर त्योभन्दा अगाडि नि तपाईँको मैले खोजी गरेको थिएँ। खोजी गर्नुभएको थियो, बजिरहेको थियो, मैले सुने होइन। यो शैली मलाई मनपर्छ, किनकि नचिनेको श्रोताले, नचिनेको चाहिँ सञ्चारकर्मीले पनि त्यो मेरो गीतहरूलाई कुनै न कुनै रूपमा मन पराएर खोजी गर्नुभयो भने त्यो थोरै भ्युज किन नहोस्, त्यो त्यसमा आनन्द अति छ। त्यति बेला सफल भए जस्तो लाग्छ होइन? एकदम आनन्द आउँछ त्यसमा। कहिलेकाहीँ यो गीत सङ्गीतका कुराहरू जोडिँदाखेरि सञ्चार माध्यमले पनि विभेद गर्छन्। जस्तो बोलवालाको जस्तो बोल्नेको पिठो बिग्छ भनिन्छ नि होइन। अनि त्यसै अनुसारले तपाईँ बोल्नुभयो, बिक्नुभयो अथवा त्यो अनुसारको यसो ल है भनेर चाहिँ हातेमालो गर्नुभयो भने सञ्चार माध्यमले पनि त्यही अनुसारले चासो गर्छन्, नत्र वास्ता हुँदैन भन्दा रहेछ नि। कतिको विभेदमा पर्नुभयो?
तितो यथार्थता निकाल्नु हो सर हजुरले। यो अहिलेको कुरा के छ भने म सम्पूर्ण सञ्चारकर्मीहरूलाई होइन अन्यथा नसोच्नु होला, तर धेरै जस्तो अधिकांश त्यो मेजोरिटी अफ देम भन्छु यो आशयबाट प्रभावित हुनुहुन्छ कि आग्रह पुरा गर्नुले। यो तितो यथार्थ हो। यथार्थ म सरकारी कर्मचारी पनि भएको हुनाले यो गरेन भने यो लेखिदिन्छु भन्ने आउँछ होइन। अनि त्यसपछि चाहिँ अथवा प्रोमो दिनुहोस् भने म रेडियोमा गीतै बजाइदिन्न, टेलिभिजनमा हाल्दिनँ होइन। अब म सरकारी कर्मचारी के अरे जिम्मेवारी कार्यालय प्रमुखकै हैसियतले काम गरेको उसमा विज्ञापन माग्ने, आर्थिक चाहिँ आग्रहका कुराहरू गर्ने, यदि त्यो भएछ भनेपछि खुसी भएर चाहिँ त्यो प्रचार प्रसार गरे जस्तो गर्ने। अनि त्यसपछि त्यो भएन छ भनेपछि त्यो जतिसुकै होस्, म यो दुःखद अनुभूतिलाई कसरी म सेयर गर्छु भने पछिल्लोचोटि लगभग कति भने 1 वर्ष यता लगभग थुप्रै गीतहरू मेरो आए, लगभग 6-7 गीतहरू आइसकेपछि यहाँ काठमाडौँका एफएम मैले सुनिराखेको थिएँ, जहाँ मेरो पहुँचै छैन, मैले चाहिँ चिन्जानै भएको छैन, त्यो ठाउँबाट प्रसारण भइरहँदाखेरि म सुदूरपश्चिममा कमै बजेछ होइन, त्यो कमै बजे। आफ्नै क्षेत्रमा बरु विभेद हुन्छ होइन। हो अनि त्यसपछि यसो हेरेँ मैले यो सङ्गीतमा, त्यसो हुँदाखेरि मेरा कमी कमजोरीहरू केही छन् कि त्यस्तो भन्ने कुरा पनि म आत्मसमीक्षा गर्छु। तर के लाग्छ भने अहिले बिगबिगी अघि एउटा शब्द निकाल्नु भएको थियो के भने अलि उटपट्याङ खालको, अलि त्यस्ता खालका गीतहरू होइन, अलि भड्किलो खालको त्यस्ता थुप्रै जान्छन्। मेरो गीतहरू अधिकांश के भन्छ भने सन्देश बिनाको गीत नै हुनु हुँदैन भन्छु म। देशप्रेम छन्, आफू जन्मेको माटोप्रतिको सद्भाव छ, अनि अग्रज आमा बुवा गुरुप्रतिको सम्मान छ होइन, त्यहाँको माटो, त्यहाँको पर्यावरणको कुराहरू, अनि धार्मिक पर्यटनका कुराहरूलाई मैले कहीँ न कहीँ जोडेको हुन्छु। र पनि के भने म अछामवासी भएको अछामकै माटोको मैले गीती एउटा सङ्गीत गाइरहँदाखेरि पनि त्यहाँ चाहिँ नसुनेको कि थाहै नपाएको कि भन्ने जस्तो अनुभूति हुन्छ। त्यही त धेरै कुराहरू यी सम्झेर ल्याउँदाखेरि चाहिँ अब कहिलेकाहीँ चाहिँ निराशा बनिन्छ क्या। जस्तो अघि तपाईँले पनि भन्नुभयो सुदूरपश्चिमै बरु ती भाकाहरू बजेनन् होइन, यो क्षेत्रमा बजे होइन, यो बागमती क्षेत्र होइन, विशेष गरी यहाँ त काठका एरियाका गीत अथवा अलिअलि पश्चिमका गीतहरू बज्ने, ती सुदूरका भाकाहरू यहाँ त कमै बज्ने ठाउँमा बरु धेरै बजे होइन, धेरै श्रोता दर्शकले मन पराइदिए, यहाँका सञ्चार माध्यमले बजाइदिए। अब जस्तो त्यही ठाउँकाले गरेनन्, विभेद त त्यहाँ पनि हुँदो रहेछ भन्ने तपाईँलाई भयो होइन। यस्तो हुँदाखेरि चाहिँ कलाकारलाई अलिकति वितृष्णा हुन्छ, ओहो यो क्षेत्रमा बेकार लागे सुक्यारे भन्ने पनि आभास हुन्छ। हुन त भलै तपाईँ एउटा उच्च स्तरको कर्मचारी पनि हुनुहुन्छ, केही सङ्कलन त्यहाँबाट पनि त्यो आर्थिक त्यहाँबाट ल्याएर यता खनाउनुहुन्छ, तपाईँलाई गाह्रो नहोला, तर पनि कति कलाकारितामा लागेका व्यक्तिहरू अन्त व्यवसाय गरेर कलाकारितामा लगानी गरिरहनु भएको छ, प्रतिफल आउँदैन। गीत त अहिले धेरै साँगुरो बन्यो, 15 सेकेन्डको टिकटक चल्यो भने ओहो चल्यो भन्ने जमानामा आइसक्यो हामी। एआईका त अझ पछाडिका कुरा भए। अब सङ्गीत चाहिँ कता जाला, के देख्नु भएको छ तपाईँ गीत लेखनका हिसाबले, सङ्गीत गर्ने हिसाबले, अथवा थोरै भए पनि गायनका हिसाबमा जोडिँदा पनि तपाईँलाई कस्तो लाग्छ अबको यो साङ्गीतिक क्षेत्रको अवस्था के होला? अब म सङ्गीतको अन्त त हुँदैन भन्छु, किनभने मैले अनन्तसम्म चल्छ जीवन, यो जीवन पद्धति हो भने त सुरुमै। तर यसलाई पुरस्कृत हुनुको लागि, यसलाई थप चाहिँ एउटा विकसित गराउनको लागि, उन्नत गराउनको लागि राज्यको भूमिका आवश्यक हुन्छ। यदि त्यो भएन भनेपछि सङ्गीत त अगाडि बढिरहन्छ, तर के हुन्छ भने राम्रा ओझेलमा पर्दै जान्छन्, नराम्रो सङ्गीतको हालिमुहाली हुँदै जान्छ। नारायण गोपालले सङ्ख्यामा धेरै गीत गाउनु भएन होइन, आज हाम्रो माझ हुनुहुन्न, हरेक नेपालीको शिर झुक्छ उहाँको सुन्ने बित्तिकै। अनि त्यही लाग्छ। आर्थिक पाटोसँग जोड्दाखेरि मलाई के लाग्छ भने एउटा मेरो छुट्टै विशेषता भन्न पनि चाहन्छु म, यो म सस्तो प्रचारको पछाडि दगुड्दैन, मेरो गीतमा भ्युज आएन भन्दैमा मलाई निराश बनाउँदैन सर। अनि मैले कस्तो बनाएँ भन्ने कुराहरू, म एउटा अनुसन्धानको विद्यार्थी पनि भएको हुनाले म तथ्य सोध्छु अनि त्यसको सान्दर्भिकता हेर्छु,
अनि यसले समाजको मौलिकता बोल्यो कि बोलेन, वस्तुनिष्ठतालाई उजागर गर्यो कि गरेन भन्ने सोच्छौँ। त्यो आज नभए पनि आज 2-4 हजार भ्युज मात्रै किन नगएको होस्, भोलिको 20 वर्ष पछाडि पनि मैले यो खालको सङ्गीत बनाएको थिएँ है भनेर 20 वर्ष पछाडिको पुस्तालाई देखाउँदाखेरि पनि आहा बनेको रहेछ नि, राम्रो रहेछ नि, त्यो नै मेरो ठुलो सम्पत्ति हो भन्ने सोच्छु कि। अब अहिले त अब कलाकारै नचाहिने अवस्था आयो, अहिले आफै गाइदिने आफै बनाइदिने पनि अवस्था आयो। खैर यो कुरा छोडौँ, हामीलाई फेसबुक लाइभबाट अझ विशेष गरी विराटनगरबाट उमेश रेग्मीले सोधिरहनु भएको छ, आदरणीय शरणज्यू र अतिथि पवनज्यूलाई नमस्कार भन्नुभएको छ। र मेरो प्रश्न, तपाईँ गीत सङ्गीतमा लागेर तपाईँको घर परिवारबाट कतिको सहयोग पाइरहनु भएको छ भन्ने उहाँले जिज्ञासा राख्नुभयो, उमेश रेग्मीले विराटनगरबाट। हजुर धन्यवाद उमेश रेग्मी भन्नुभएको छ। रेग्मी सर, तपाईँलाई पनि मैले यहीँ स्टुडियोबाट सम्झिरहेको छु। घर परिवारको सहयोगलाई म सहयोग नै भन्छु। मैले सुरुमा नै, यदि हजुरले सुरुबाट नै सुनिरहनु भएको छ, सुरुमै सुन्नुभएको छ, मेरो साङ्गीतिक माहौल होइन घर परिवारको, अनि अहिले पनि छैन। अहिले त घर परिवारको म मुख्य अभिभावक पनि हुँ, तर मलाई त्यो हतोत्साहित गर्ने अनि त्यो कुनै चाहिँ निराशा व्यक्त गर्ने त्यो हुँदैन। किन गरिस पनि छैन, किन नगर पनि छैन, भएको उसमा यो राम्रो छ भन्ने। कहिलेकाहीँ घर परिवारलाई नै राखेर म म्युजिक भिडियो त्यो बनाएको छु, मैले पारिवारिक म्युजिक भिडियो पनि त्यस्तो गरेको छु। सहयोग नै छ, असहयोग छैन। तर के भन्दाखेरि म बाहेक मेरो परिवारमा सङ्गीतकर्मी छैन अहिलेसम्म। आफै एक्लो हो होइन, एक्लो हो, जे छ आफैसँग छ, जे गरिन्छ आफ्नै विवेकले पनि गरिन्छ होइन। एउटा सोखको विषय पनि हो र आफूले गरेको जानेको कुरा पछिल्लो पुस्तालाई दस्तावेज हुन्छ भन्ने हिसाबले पनि तपाईँ गरिरहनु भएको छ। हजुर। आदरणीय श्रोता, हामी कुराकानी गरिरहेका छौँ गीतकार, सङ्गीतकार, गायक तथा मोडेल पवन मधुश्रीसँग रहेर। कुराकानीको क्रम जारी नै छ। यति बेला उहाँद्वारा नै स्वरबद्ध भएको भाका अब सुनाउँछु, अनि त्यो लगत्तै हामी व्यावसायिक विश्राममा जान्छौँ। सुन्दै गर्नुहोला रेडियो आहा 104.5 मेगाहर्ज। बाइस पाटन त्रिवेणीको शिरमा सुधार। हेर्दा हेर्दै हामी कार्यक्रमको आखिरीमा पनि आइपुग्यौँ र धेरै श्रोता दर्शकलाई चासो पनि हुनसक्छ। अघि नै हामीले सन्दर्भ पनि जोडाएका थियौँ, अब पवनजीको के आउँछ त भन्ने पनि छ होइन। हुन त गीत सङ्गीतमा केही सन्देश हुनुपर्छ, केही सिकाइ हुनुपर्छ, केही बुझाइ र केही आफ्ना कुराहरू चाहिँ आउनुपर्छ, केही न केही चाहिँ हुनुपर्छ गीतमा। त्यो मनोरञ्जन दिने मात्रै गीत बन्न सक्दैन भन्ने जस्तो आशय यहाँले अघि गरिसक्नुभयो। अब खास के आउँछ? हजुर धन्यवाद सर, यो जानकारी पनि गराउन पाउनुपर्ने थियो मैले, त्यो सन्दर्भ जोड्नुभयो। खास गरी सङ्गीतको सिर्जना कसरी हुन्छ भने मेरो आफ्नो हकमा त्यो परिवेश कसरी हिँडिरहेको छ, नयाँ चेन्ज के भइराखेको छ, सामाजिक परिघटनाहरू कसरी विकसित भइरहेको छ भन्ने सन्दर्भमा यो पछिल्लोचोटि भएको राजनीतिक उथलपुथल र त्यो परिवर्तन छ नि त, यसलाई जोडेर एउटा गीत आउँदैछ भनेपछि यो जेनजी आन्दोलनसँग एकदमै सही इङ्कित गर्नुभयो। अनि यसमा चाहिँ भएका धनजनको क्षतिदेखि लिएर, तर यसमा एउटा हुन त मैले सुनाउन हुन्थेन कि, तर पनि सुनाएँ। यसको निष्कर्ष के छ भने अब सुशासन कायम होस् र जो विध्वंस छ नि त त्यहाँ धेरै धनजनको क्षति भएको छ, यो कारबाही हुन्छ कि हुँदैन, यसको छानबिन हुन्छ कि हुँदैन भन्ने प्रश्न छ। त्यो मेरो शब्द सङ्गीत हो, तर आवाज मेरो रहँदैन। मेरो आफ्नै आवाजमा एउटा अछाम जिल्लाको पर्यटकीय स्थल रामारोसन ताल भन्ने छ, मेरो आफ्नै आवाज छ। अनि अर्को मेरो आफ्नै आवाज मृगनयनी। यो दुईटै गीतमा बहिनी पम्फा कणेलको आवाज पनि छ। साह्रै मिठो लोकगीत छ। यो चाहिँ यसको प्रतीक्षा गरिदिनु हुन म आदरणीय दर्शकहरूलाई हार्दिक अनुरोध गर्दछु। ल, त्यो गीतको पनि अग्रिम शुभकामना छ यहाँलाई। धन्यवाद। हामी आखिरीमा आइपुग्यौँ, धेरै समय त हामीसँग छैन, झन्डै 3 मिनटको समय छ, जहाँ जाँदा एउटा भ्यायो भने गीत पनि राखौँला भन्ने पनि छ। तर यहाँ आइसकेपछि आज यो कुरा चाहिँ मैले भन्नु पर्थ्यो, विषय प्रसङ्गले तपाईँले उठाउनु भएन भन्ने त्यस्तो कुरा तपाईँलाई भन्न मन लाग्छ, जुन कुरा मैले प्रश्न बनाएर सोधिनँ।
होइन, समग्र कुरा विषय समेट्नु भएको छ। विशेष गरेर मेरो तर्फबाट भन्नुपर्दाखेरि राम्रो लोकगीतलाई, राम्रो साहित्य, राम्रो सङ्गीतलाई माया गरिदिनुहोस्। तपाईँहरूको सानो माया, अहिले त डिजिटल सिस्टम छ नि होइन, जे हो त्यसैमा डिपेन्ड हुने कुराहरू हो। तपाईँहरूको एउटा लाइक, एउटा सब्सक्राइब अनि एउटा कमेन्टले त्यही नै ठुलो सम्पत्ति हो, त्यसैले नै ऊर्जा उत्पादन गर्छ। त्यो भएको हुनाले यदि तपाईँहरूलाई राम्रो लाग्छ भने मेरो सिर्जनाहरू खोजेर हेरिदिनुहोस् भन्छु। म पक्कै पनि मैले यहाँहरूलाई निराश हुने मैले त्यस्तो सिर्जना गरेको छु जस्तो लाग्दैन। हेर्नुभयो, कतिपयले थाहा पाउनु भएको छैन होला, म के भने मेरो परिचय अन्य क्षेत्रमा पनि भएको हुनाले पूर्णकालीन म सङ्गीतकर्मी होइन भन्न चाहन्छु, तर अनुरागी हो, निरन्तरता छ मेरो। यदि तपाईँहरूले पवन मधुश्री सङ्घ भनेर यसरी खोजी गर्नुभयो भने विभिन्न युट्युब च्यानलहरूमा छन्, त्यहाँ तपाईँहरूले विभिन्न कुरा पाउनुहुन्छ। एउटा कुरा सन्दर्भ मैले भन्ने कुराहरू मैले जोडिहालेँ सर। जति बेला लिपुलेख कालापानीको विषयमा नेपालमा त्यो बहस नै भएको थिएन, त्यो बेला मैले एउटा इतिहास भन्ने गीत निकालेको थिएँ। अनि त्यो बेला आन्दोलन भएको थियो, त्यो आन्दोलनमा मेरो गीत बस्यो। काठमाडौँका गल्ली गल्लीमा त्यो गुन्जयमान थियो। त्यसमा नेपाल मुटुभित्र छ, मेची काली मात्रै होइन, काँगडा र टिस्टासम्म हाम्रो देशको चित्र छ भन्ने गीत थियो। यो गीत पनि खोजेर हेरिदिनु होला। त्यहाँ नेपालको इतिहासलाई मैले त्यो गीतिबद्ध गरेको छु। त्यो बेला त्यो किताब पढ्नु पर्दैन, 2007 सालदेखि लिएर अहिलेसम्म। खास कलाकारिता भनेको यो हो होइन? हाम्रो निमन्त्रणा स्वीकार गरेर आइदिनु भयो, यो रातको समय हामीलाई समय उपलब्ध गराइदिनु भयो। यो समय र सम्वादका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। धेरै धेरै धन्यवाद सर। विराटनगरबाटै आदरणीय रेग्मी सरले सोध्दै हुनुहुन्थ्यो, पूर्वदेखिसम्म चाहिँ मलाई चाहिँ यो चाहिँ एउटा परिवेश एउटा बनाइदिनु भयो, यो मञ्च बनाइदिनु भयो, यही नै यो ठुलो सम्पत्ति होइन। यसरी चाहिँ आम श्रोताहरूसँग जोडिदिनु भएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु। आदरणीय श्रोता, समय सकिन लागिसकेको छ। आज हामीले गीतकार, सङ्गीतकार, गायक तथा मोडल पवन मधुश्रीसँग रहेर भलाकुसारी गऱ्यौँ। आजको प्रस्तुति कस्तो रह्यो प्रतिक्रिया दिन नभुल्नुहोला। अब भोलिको बसाइमा तपाईँको र मेरो भेटघाट त अवश्य पनि भइ नै हाल्छ। त्यतिन्जेलसम्मका लागि आजका हाम्रा साङ्गीतिक अतिथि पवन मधुश्री अनि प्राविधिक साथी राजन केसीसँगै कार्यक्रम प्रस्तुत म शरण मगाई पनि बिदा माग्छु। नमस्कार। आहा टाइम चेक।